कोशी प्रदेश लोकसेवा आयोग र बागमती प्रदेश लोकसेवा आयोगले लिने परीक्षाको मिति जुधाएका कारण प्रतिस्पर्धामा सहभागी हुन नपाउने स्थिति बनेको भन्दै केही परीक्षार्थीहरूले गुनासो गरेका छन्। पाँचौं तह अप्राविधिक प्रशासनतर्फको परीक्षा कोशी प्रदेशले जेठ 17 गते लिने भनेर सूचना जारी गर्यो। त्यही बेला बागमतीले पनि प्रशासन पाँचौंको परीक्षा जेठ 31 गते लिने सूचना जारी गरेको थियो। अर्थात् यो बेलासम्म परीक्षा जुझ्ने कुनै सङ्केत थिएन। तर एकाएक कोशी प्रदेशले परीक्षाको मिति सारेर बागमतीसँग जुझ्ने गरी जेठ 31 मा लिने सूचना निकाल्यो। यस्तो देखेपछि परीक्षार्थीहरूले मिति जुध्यो भन्दै गुनासो गर्न कोशी प्रदेशको लोकसेवामा निवेदन दिए। परीक्षार्थीहरूको सुविधालाई ध्यानमा राखेर कोशीले जेठ 31 को सट्टा असार 7 मा नयाँ मिति तोकिदियो। तर कोशीले परीक्षा सारेको थाहा पाएर हो वा त्यसै हो, बागमतीले पनि असार 7 मा नै त्यही परीक्षाको मिति सारिदियो। दुई प्रदेशका लोकसेवाको यस्तो भद्रगोल शैलीबाट आजित भएका परीक्षार्थी सिधा कुरा जनतासँगको सम्पर्कमा आएर गुनासो गरेका छन्। हेरौँ यो विशेष रिपोर्ट। कोशी प्रदेश लोकसेवा आयोग र बागमती प्रदेश लोकसेवा आयोगले लिने परीक्षाको मिति जुधेका कारण समस्या परेको भन्दै केही परीक्षार्थीले गुनासो गरेका छन्। परीक्षार्थीहरूका अनुसार प्रशासन पाँचौं तह अप्राविधिकको परीक्षाको मिति सुरुमा कोशी प्रदेशले जेठ 17 गतेका लागि तोकेको थियो, अनि यही तह र सेवाको परीक्षा बागमती प्रदेशले चाहिँ जेठ 31 मा तोकेको थियो। दुवै आयोगहरूले तोकेको यो फरक मितिका कारण परीक्षार्थीहरूले दुवै आयोगको परीक्षामा भाग लिन पाउने अवस्था बनेको थियो। तर अचानक कोशी प्रदेशले बागमतीसँग जुझ्ने गरी परीक्षाको मिति जेठ 17 बाट सारेर जेठ 31 तोकिदियो। कोशी र बागमती दुवैले जेठ 31 मै परीक्षा गर्ने भएपछि दुवैतिरबाट परीक्षा दिने तयारीमा रहेका परीक्षार्थीहरू गुनासो लिएर कोशी प्रदेशमा पुगे। कोशी लोकसेवा आयोगले परीक्षार्थीको गुनासोलाई ध्यानमा राखेर जेठ 31 मा तय गरेको परीक्षा सारेर असार 7 मा तोकिदियो। कोशीले परीक्षाको मिति सारिदिएपछि परीक्षार्थीहरू दुवैतर्फको परीक्षा दिन मिल्ने ठानेर ढुक्क भए। तर यसैबीच बागमती प्रदेशले जेठ 31 को परीक्षा सारेर कोशी प्रदेशले सारेर तय गरेको असार 7 कै मितिसँग जुझ्ने गरी नयाँ सूचना जारी गरिदियो। अर्थात् अहिले फेरि कोशी र बागमती लोकसेवा आयोगले यो परीक्षा असार 7 मै गराउने तयारी गरेका छन्। किन एक्जाम जुझाउनु भयो भनेर सोद्धाखेरि चाहिँ उहाँहरू के भन्नुहुन्छ भने यो हाम्रो प्रब्लम होइन, तपाईँहरूले दुईतिरमा एकतिर चुज गरेर पढ्नुहोस् भनेर भन्नुभयो। अनि त्यस्तो त कहाँ हुन्छ सर, तपाईँहरूले कि त पहिल्यै फर्म पुऱ्याउँदाखेरि डेट सेम राख्नु नहुने, अनि डेट सेम राखिसकेपछि डेट सेम राखेको थिएन कि पहिला, अनि त्यहाँबाट पछि चाहिँ फेरि संशोधन गर्दै गर्दै गएर दुइटै प्रदेशको डेट सेम राख्थ्यो। अनि फेरि यता कोशीले पहिला डेट सार्यो, अनि फेरि बागमतीले कोशीसँग भेटाएर फेरि कोशीसँग डेट जुटायो, अनि कोशीले अब बागमतीसँग डेट जुट्यो भनेर फेरि उसले हामीले रिक्वेस्ट गरेर कोशीको बागमतीसँग डेट जुट्यो, तपाईँहरूले एक्जाम सारिदिनु भनेर। अनि कोशी प्रदेशले 24 घण्टाभित्र एक्जाम डेट सारिदिनु भयो। हाम्रो त्यो ट्याक्स तिरेर हाम्रो सबै रासो तिरेर सबै भएर हाम्रो पढाइतिर लाग्यो मान्छे, अनि बिचमा ड्याङ यसरी अब टाइम टेबलहरू चेन्ज गराएर अनि यताउता गराएपछि त अब के गर्ने सर। अब धेरैको बिदा हुन्छ, हामी जस्तो त अब उमेरै गइसक्यो, जान लागिसक्यो, कति धेरै तयारी छ को छ होइन। अब सबै विद्यार्थी एकै ठाउँमा खाने स्थिति छैन होइन। 20-25 हजार मान्छे लडाइँ गरिरहेछ, 20-25 कोठा हुन्छ, त्यो पनि लोकसेवाले एउटा मध्यनजर त गर्नु पर्यो नि त होइन। हो त्यसरी भए हुनाले अब उसले चाहिँ त्यही 7 गते किन राख्यो, 9 गते राख्यो पनि त हुन्थ्यो नि, 12 गते राख्यो पनि त हुन्थ्यो नि। परीक्षार्थीहरूका अनुसार प्रशासन पाँचौं तर्फका 5000 जति परीक्षार्थीले फर्स्ट पेपरमा नाम निकालेका छन्। परीक्षा छुटेका कारण ती 5000ले कोशी वा बागमती मध्ये एकको परीक्षा बाध्यता आइपरेको छ। यस सम्बन्धमा लोकसेवा आयोग बागमती प्रदेशका प्रवक्ता सञ्जीव न्यौपानेले संघीय लोकसेवा आयोगले लिने परीक्षाको मितिसँग जुधेपछि जेठ 31 को परीक्षा आफूले सारेर असार 7 मा लगेको जानकारी दिए। न्यौपानेका अनुसार प्रशासन पाँचौं तहको परीक्षामा प्रतिस्पर्धीहरूको संख्या धेरै हुने, काठमाडौँमा पनि परीक्षा गर्नुपर्ने र संघीय लोकसेवाको सहयोग लिनुपर्ने जस्ता बाध्यताका कारण परीक्षा असार 7 मा सार्नु परेको हो। दर्शकहरू, परीक्षार्थीहरूको गुनासोका सम्बन्धमा हामी लोकसेवा आयोग बागमती प्रदेशका प्रवक्ता सञ्जीव न्यौपानेसँग जवाफ लिएका छौँ। यो सुन्नुहोस्। बागमती प्रदेश लोकसेवा आयोगले लिने अप्राविधिक प्रशासन पाँचौं तहतर्फको परीक्षा चाहिँ कोशी प्रदेश जुध्यो, मिति बीचमा सारेर समस्या भयो भनेर केही परीक्षार्थीहरूले गुनासो गरेका छन्। यो वास्तवमा एकपल्ट तय भइसकेको, एकपल्ट सूचना जारी भइसकेको कुरामा फेरि मिति परिवर्तन गरेर किन परीक्षा सारिएको हो? परीक्षा चाहिँ हामीले सुरुमा 31 गते तोकिएको थियो सर होइन। अनि त्यो दिन चाहिँ खासमा भन्यो भने यो सङ्घीय लोकसेवा आयोगको
लेखापालको परीक्षा त्यही दिन पर्यो हजुर है। हजुर जुन हाम्रो परीक्षाको डेट छ नि त्यही दिन सङ्घले चाहिँ आफ्नो परीक्षा राख्यो। अनि अब हामीले चाहिँ कस्तो छ भने यो प्रशासनको परीक्षा चाहिँ रोडामा मात्रै सञ्चालन गर्न सम्भव छैन। ठुलो सङ्ख्यामा परीक्षार्थीहरू हुनुहुन्छ होइन। काठमाडौँमा पनि सञ्चालन गर्नुपर्छ। काठमाडौँ सञ्चालन गर्दाखेरि चाहिँ सङ्घीय लोकसेवा आयोगको सहयोग लिनुपर्छ हामीले परीक्षा सञ्चालन गर्नको लागि। जनशक्ति पनि उहाँको सहयोग अनि परीक्षा केन्द्र पनि काठमाडौँको चाहिँ लगभग परीक्षा केन्द्र पनि एउटै हुन्छ अनि परीक्षा सञ्चालन गर्ने जनशक्ति पनि करिब एउटै हुन्छ। त्यो कारणले चाहिँ अब एकै दिन सङ्घीय परीक्षा लोकसेवा आयोगको परीक्षा र बागमती प्रदेशको परीक्षा चाहिँ सञ्चालन हुन नसक्ने अवस्था भएको हुनाले हामीले चाहिँ परीक्षाको मिति संशोधन गरे हो। 7 वटा प्रदेशमा लोकसेवा आयोग छन्। त्यो हिसाबले अब परीक्षार्थीहरूले त धेरै हजारौँमा 1-2%ले आधा % मात्रैले अवसर पाउने हुन्। प्रतिस्पर्धा कडा हुन्छ। त्यो हिसाबले उनीहरूले भए जति सबै भएसम्म भ्याएसम्म सबै खालको परीक्षाहरूमा चाहिँ एटेम्प्ट गरौँ, कतै न कतै नाम निस्कियोस् भन्ने आशा गरेका हुन्छन् होइन परीक्षार्थीहरूले। त्यो अवस्थामा लोकसेवा आयोग प्रदेश धेरैवटा सरकार भइसकेपछि लोकसेवा पनि धेरैवटा भए। यी लोकसेवा आयोगहरूबिच समन्वय हुन्छ कि हुँदैन? लोकसेवा आयोगको चाहिँ बेला बेलामा सम्मेलनहरू पनि हुन्छन् होइन। सङ्घीय लोकसेवा आयोग समेतको सम्मेलन पनि भएको हुन्छ। प्रदेश लोकसेवा आयोगहरूको सम्मेलन पनि भएको हुन्छ होइन। सम्मेलनमा यस्ता विषयहरू छलफल त हुन्छन्। सम्मेलनमा त अझै के समेत एकचोटि निर्णय नै पनि भएको छ भने यो लोकसेवा आयोगहरूले परीक्षाको हाम्रो तालिका छ नि वार्षिक कार्यतालिका त्यो चाहिँ एकै पटक पर्ने गरी सञ्चालन गर्नुपर्ने भयो। सकेसम्म चाहिँ परीक्षाहरू जुदाउनु पर्ने भयो भन्नेसम्मको चाहिँ छलफल भएको थियो त्यो विषयमा। जुदाउनु पर्नेको कारण चाहिँ के त? सुन्नु न कस्तो के भयो भने अब लोकसेवा आयोगबाट हरेक 7वटा प्रदेशका लोकसेवा आयोगबाट अब एउटै व्यक्तिले 7 ठाउँ परीक्षा दिएपछि के हुनुभयो भने अब्बल व्यक्तिहरू चाहिँ 7 ठाउँ नाम निकाल्न सक्नुभयो होइन। अनि ऊ चाहिँ तपाईँको अब एक ठाउँमा अब 7 ठाउँमा गाइरहन त मिल्दैन है। अब एक ठाउँमा सिफारिस हुन्छ अनि अर्को आयोग लोकसेवा आयोगको त त्यही एउटा व्यक्तिलाई छनौट गर्नलाई पटक पटक चाहिँ तपाईँको विज्ञापन चाहिँ पदपूर्ति हुने कुनै अब मानव कर्णालीको लोकसेवा आयोगमा त पदपूर्ति नै नहुने भयो। त्यही व्यक्ति चाहिँ कर्णालीमा नाम निकाल्छ बागमती आयो भने उता छोडेर यता आइहाल्छ होइन। उता चाहिँ विज्ञापन गरिरहनु पर्ने अवस्था त्यस्तो खालको समस्या भएको हुनाले परीक्षा पनि जुदाउने भन्ने पनि निर्णय भएको थियो है। अब एकपटक चाहिँ भनेपछि प्रदेश लोकसेवा आयोगहरू बिचमा चाहिँ समन्वय चाहिँ अलिकति अभाव नै देखियो होइन। यस्तो परीक्षा सेन्टर केन्द्र गर्ने त आफूले गर्ने काम हो यो। हरेक लोकसेवा आयोगले चाहिँ आफूले कहाँ सेन्टर राख्ने कहिले परीक्षा तोक्ने त्यो त आफ्नो अनुकूलता अनुसार गराउने विषय हो। यसमा चाहिँ यो विषयमा चाहिँ समन्वय हुँदैन। अरू विषयमा अलि अब व्यापक खालका निर्णयहरू गर्नु पर्यो, अरू कुनै नीतिगत निर्णयहरू गर्नु पर्यो, त्यस्तो विषयमा त समन्वय छलफलहरू भइराखेकै हुन्छ होइन। परीक्षा सञ्चालन गर्ने विषयमा त यो त नितान्त आफ्नो आयोगभित्रको केन्द्र कहाँ राख्ने कहिले परीक्षा लिने त्यो त आफ्नो अनुकूलता हेरेर गर्छ। अहिलेको यो प्रशासन 5औं तर्फको जुन परीक्षा जुधेको विषय छ यसमा अब यो मिति परिवर्तन हुने सम्भावना कति छ? आयोगमा जानकारीको पाएकै छ होइन यो विषयमा। अब आयोगले चाहिँ के भन्नुभएको छ भने आयोगका पदाधिकारीहरूले अब यो पटक पटक यो भर्खरै फेरि संशोधन भयो। संशोधन गरिसकेपछि फेरि संशोधन गर्दाखेरि अब अहिले कोशीसँग जुड्यो होइन। अनि फेरि अब अर्को प्रदेशसँग जुट्ला अनि यसै गरी 7वटा प्रदेशसँग मिलाउँदै जाँदाखेरि त अब महिनौँ पछाडि परीक्षा चाहिँ धकेलिने खालको अवस्था भयो। बरु अब अहिले चाहिँ परीक्षा संशोधन नगर्ने अब जे भयो भइसक्यो निर्णय। अब एकचोटि निर्णय गरिसकेपछि निर्णय संशोधन चाहिँ नगर्ने हो कि भन्ने चाहिँ छलफल भएको आयोगमा। दर्शकहरू, कार्यक्रम प्रोड्युसर ध्रुव रिजालले लोकसेवा आयोग बागमती प्रदेशका प्रवक्ता सञ्जीव नेउपानेसँग गरेको संवाद हामीले यहाँहरू समक्ष प्रस्तुत गऱ्यौँ। परीक्षार्थीहरूले गरेको गुनासो, उनीहरूले गरेका प्रश्न जस्ताको तस्तै हामीले प्रवक्तासँग राखेका छौँ। यसबाट पनि परीक्षार्थीहरूलाई केही क्लियर भयो होला भन्ने किसिमको अपेक्षा पनि हामीले गरेका छौँ र प्रवक्ता सञ्जीव नेउपाने ज्यूसँग गरिएको कुराकानीका आधारमा हामी लोकसेवा आयोगको फेरि पनि ध्यानाकर्षण गराउन चाहन्छौँ। परीक्षार्थीहरूलाई एकतिरको मात्रै परीक्षा दिन बाध्य पारिने खालको जुन परिस्थिति बनेको छ यसमा
केही खुकुलो नीति अपनाउनको लागि र यसलाई व्यवस्थापन गर्नको लागि हामी अनुरोध गर्न चाहन्छौँ। यिनै विषयहरू प्रस्तुत गर्दै आजलाई कार्यक्रम सिधा कुरा जनता सङ्घको निर्धारित समय सकिएको छ। कुनै पनि समस्या पर्नु भएको छ भने हाम्रो टोल फ्री नम्बर 1660 012 2424, यसै गरी एनसेल नम्बर 9801 72424 तपाईँका लागि 24 घण्टा खुला रहनेछ। प्रत्यक्ष रूपमा भेटेर आफ्ना समस्या, गुनासा, पीडाहरू सुनाउन चाहनुहुन्छ भने बालुवाटार स्थित न्युज 24 टेलिभिजनको कार्यालयमा आउनुहोला। तपाईँका समस्या सुन्ने मात्र होइन, त्यसको समाधान खोज्ने प्रयास पनि गर्नेछौँ भन्दै आजका लागि कार्यक्रम सिधा कुरा जनतासँगबाट म वीरेन्द्र जैरू बिदा हुन्छु। नमस्कार।